अघि हलो फिटेर देखाउनु भयो तर त्यो पार्टीको विषयमा भन्दै हुनुहुन्थ्यो पार्टीको विषयमा के भयो भने अब अरूको गोरुलाई यस्तै होचो बनाएको छ गोरु होचा छन् हैन तिम्रो म जोत्न गए मेरो हलो भाँचिया छ भाइ भने हैन अनि म जोत्न गएपछि त काम त गर्न पर्यो गरिसकेपछि अब मेरो आइडिया के भयो त यो निकालेर तल हाल्दिए हैन तल हालेपछि हाइट आयो हैन त्यो त पछि मिलाउनु पर्छ यो अझ हाइट भयो यो पछि त जोत्ता मिलाउने हो हैन मेरो गोरु त यहाँ चाहियो फेरि यहाँ लेभल पनि मिले छैन फेरि धेरै हाइट बनाउनु चाहिँ यो त यहाँ तल जमिनको लेभल मिले छैन नि अनि फेरि यहाँ माथिबाट यो हरिसको सेफ्टीको लागि यहाँ हाल्न पर्यो यो त गएन अब हैन त तल यो त माथिको पार्टी तल हाले हैन त्यसरी जोत्न पर्यो माझाको ढुङ्गा छ नि यस्ता ढुङ्गा हुँदाखेरि भित्रबाट यो जान्छ भाइ यो गएपछि हलो गयो अब यहाँ बरु मासु र भात दही घिउ दिन सकियो तर हला दिन सकिएन हैन एउटा हलालाई अब यो लमजुङतिर 10 वटा चिज चाहिने रहेछ हैन 10 वटा चिज चाहिने रहेछ यो हलालाई 10 वटा के हो 10 वटा अब यसको यो हरिसमा 3 चिज चाहियो हैन 3 चिज चाहियो यो पार्टी भयो 4 चीज भयो हैन यो अनक 5 चीज यो ठेडी 6 चीज यो हलाले 7 चीज भयो यसले 8 चीज भयो यसले 9 चीज भयो यसले 10 चीज भयो एउटा हलालाई 10 चीज चाहियो यतातिर 11 चीज नि बनाउँछन् 12 वटा नि बनाउँछन् हैन जस्तो अब मैले भनेको थिएँ जुवालाई कति चीज चाहिन्छ भन्दाखेरि जुवा हैन अब यो गोरु उकाल्दा र ओराल्दा यो एउटा भाँचियो दुईटा भाँचिन सक्छ यो त खोज्न पर्यो यत्रो दाउरा जुवाको विषयमा डिलामुनि किसिन फेल खाए जुवा चाहिँ डिलामुनि किसिनले भने जस्तो त कुनै हालतमा नि होइन भनेर यहाँ कमेन्ट आइराखेको छ कमेन्ट आयो अब कसरी आयो भने अब यो सोइलो गोरु उकाल्दा र ओर्दा भाँचियो हैन भाँचियो मसँग त यो रेडी छ रेडी भइसक्यो यो भाँचिएको फ्याक्ट्री निकाल्दिएँ मसँग रेडी भएको चिज लर यसरी हालेँ नि मैले भनेपछि अब यो जुवामा 8 वटा चिज चाहिन्छ अब यो जुवा एउटा भयो यो दुईटा गोरुलाई चावला सोइला भयो दुईटा जोतरा भयो यो गर्दा 8 वटा चिज चाहिएन यी अनि काँडा जिलेमी किन फेल खाओ काँडा फेल खाओ तँ किन पेलेका हुन् त नि त्यसरी खोइ किन पेलेका हुन् यो जुवाको यताको नाप पनि डिलामुनि किसिनले भनेको मिलेन यो पनि मिलेन त्यो पनि मिलेन डिलामुनि किसिनले भनेको कुरै मिलेन उहाँले कहिले जिन्दगीमा देखेकै छैन त अब यो ठुला गरा हो भने पो गोरु यसरी फर्कन पर्यो अनि साना गरा हाम्रो डिलामुनि किसिन स्वयं जोतेर अनुभव लिएर यत्रा गोरु पालेका मान्छेलाई यस्तो जुवा यस्तो भयो भने अहिलेसम्म 100 वटा जुवा फेरे होला थाहा हुन्न त नि त्यसलाई थाहा हुन्न अब गाउँमा तिम्रो काम गर्न गएको अब त सहिले भाँचियो अब यो खोज्न जाँदा आधी घण्टा लाग्यो कहाँ छ अब यसलाई तात्न पर्यो अनि यसको यो यत्रो लेभल बनाउँदाखेरि मेरो 1 घण्टा टाइम जान्छ सही भन्नुभयो यी यस्ता ठेडी सेडी पनि मैले सबै लिएर हिँड्छु यी फ्याक्ट्री भाँचियो यो ठेडी काटेर यो अब यो ठेडी हेरी यस्ता भाँचियो यो ठेडी बनाउनको लागि मात्रै के अरे कृषकलाई आधी घण्टा लाग्छ त्यो गोरु मान्छेलाई ठिक्क बनाए भनेपछि झोला हजुरले 5-6 वटा ठेडी हैन अब ती चाहिँ सबै त्यस्ता अनि त्यो जोतारा हैन अनि त्यसपछि यो उहरू ठेडीहरू यस्ता पाता पनि लिएर हिँड्छु मैले अनि बाइ चान्स तपाईको हलै गयो भने घर 3-4 वटा होला रेडीमेड होला 3-4 छन् यो त देखाउ त तपाईको त 10 वटा होला हुने भयो ए होला यहाँ सरले एउटा पठाउनु भयो फेरि अर्को पछि पठाउँछु भन्नु भयो अब त्यो हलो गयो भने यहाँ दुईटाको हलो नि आउँछ तपाईको अब यी दुईटा हला यहाँ रेडी छ नि कसैले झुट बोलो भन्लान् यी यहाँ फिट छ नि यी दुईटा हला हुन् नि हो डिलामुनि यी दुईटा हला हुन् यहाँ पनि एउटा हलो छ चिर्सा खोकी होइन यही थाहा हुँदैन यी फुट्छ भनेर मैले गोबर टालेर बसेको छु हलो त यो पनि जखडा यार यो हलो होइन तर हलो त सुरेश सरको ठिक लागेर मैले त त्यो तलको भाषा गर्ने खालको अनि अझ एउटा हलोको बारेमा एउटा अझ म भनिदिन्छु के भन्नुहुन्छ ल यता के भन्नुहुन्छ खै मैले एकजनासँग हलो बनाएँ अनि मैले कति ठाउँ गएँ जोते ठाउँ त्यो हलाले जोतो बाँझो जोत्दैन भनेपछि त्यस्तो कहाँ हुन्छ भन्नुभयो मैले लड देखाएँ देखाएपछि यो के रहेछ भने यो हलाको टुँडो हो नि यो सिधा हुनुपर्छ त्यो हलाको टुँडो के रहेछ भने यस्तो घुमेको रहेछ तल हेरी यस्तो रहेछ के यो टुँडो त सिधा हुन परेन जोत्ने यसरी गर्दा त सिधा हुनु पर्यो लेभलमा छ त्यो हलाको टुँडो के रहेछ भने यस्तो डाउन रहेछ डाउन भएपछि बाँझो जोत्दैन अनि यहाँ सुरेश सरले जस्तो यो टिक्रिक्क ट्याक्क
ठ्याक्क यहाँ राख्नुभएछ नि यो के हो आइडिया ठिक्क यो गोरुलाई त पोख्दैन केही अर्दैन होइन यो त यो यसको यो त्यसले आफै खिएर मिल्छ यो टुँडो र यो त पछि खिँदै जान्छ नि यो खिँदै जाँदाखेरि यो यति खिन्छ होइन खाली छोटो भयो यो टुँडो पनि छोटो भयो अब फेरि यसको डक्टर यो मिस्त्रीसँग लानु पर्यो यसलाई खोल्दै फाली यो दुईटा करुवा निकालेर अर्को फेरि लामो फाली ल्याएर यो फाली यहाँसम्म हाल्न मिल्यो ए त्यहाँसम्म मिल्छ यहाँसम्म फाली हाल्न मिल्यो अनि यहाँ करुवा ठोक्न नि मिल्यो क्या यो त सबै खिँदै जान्छ हो सही यो खिँदै जान्छ अझ कृषकहरूले हेर्नुहोस् यो डाँडी पर्छ पछाडि अहिले मसँग डाँडी परेको हलो छैन यो जोत्दै यहाँ यस्तो डाँडी आउँछ के डाँडी यो यताको भाग नि खिन्छ यताको भाग नि खिँदाखेरि यहाँ डाँडी आउँछ अनि यो डाँडीलाई यसरी तासेर यस्तो बनाउनु पर्छ कि ट्याक्क बनाउनु पर्छ भनेपछि चाहिँ अब ढिलामरी किसिमसित हलो सम्बन्धी ज्ञान नहोला त नि यिनलाई सब खेल खाइन्छ मैले खेल्ने के है ढिलामरी खेल्ने भनेको भन अरे 100 वटा त जुवा फेर्यो होला है 100 वटा हला फेर्यो होला ढिलामरी किसिमले थाहा छैन भनेको यार त्यही त हैन जोत्ने मान्छेले अनिवार्य हुनु पर्यो अनिवार्य त चाहिन्छ यो गोरु फ्याट्टै एउटा गोरु उग्लेन भने गोरु झुन्डियो घाटा हान्नु पर्छ झुटिएपछि त यसलाई च्याट्टा काट्दिन परेन ए त अहिले त नकाट्नु होइन अहिले काट्नु यो च्याट्टा काट्दिन परेन गोरु मर्दैन मर्छ त्यही भएर सबै चिज चाहिन्छ भाइ त्यसै कृषक हुँ त्यसै जोत्न जान्छु हलो चाहियो हरिस भयो भनेर म ढिलामरी किन मान्दैन सबै चिज चाहिन्छ ढिलामरी किन ठ्याक्क के कुरामा मान्छ त नि के कस्तो मान्ने होइन यो मान्दैन त मान्दैन भनिराख्दाखेरि के कुरामा मान्छ ढिला होइन सबै चिजमा रेडी गर्नु पर्यो नि एउटा जुवालाई कति सामान चाहिन्छन् भन्दाखेरि जोतरा चाहिन्छन् त्यसपछि चाहिँ नारा चाहिन्छ त्यसपछि सोइला चाहिन्छन् कतिवटा सोइला चाहिने हुन्छ नि हो सही हो सोइला कतिवटा चाहिने हुन् भनेपछि ठ्याकठुक्क भयो ढिलामरी किन मान्छ त्यो झुटो कुरामा ढिलामरी किन मान्दैन अब त्यही त एकजनाले भन्नुभयो हरिस चाहियो ठेडी चाहियो अनक चाहियो अरे यसमा सामानहरू के कति चाहिन्छन् त नि एउटा हलाला सामान कति चाहिन्छन् भनेर मैले त त्यो सोधेको त्यो भयो अब बुझेँ मैले अब एकचोटि सूर्य सरको हलोलाई च्याप्प काखमै लिएर हातमै माथि उचालेर टक्क सूर्य सरलाई केही भन्नु सूर्य सर हजुरलाई धन्यवाद दिन्छु यो हजुरले लमजुङबाट पठाएको हलो यो स्याङ्जा जिल्लाको आँधी खोला 1 पञ्चमुलमा आयो ढिलामरी किसिम कहाँ अब मैले फिट गरेर देखाएँ यो सब चिज ठिक छ होइन त्यही नि हो एकचोटि गाड्नु पर्यो भने यो हलोको अघि तपाईँले काखी आएको देखाउनु भयो नि त्यो गोरुको काँध कति छ गएर हेरौँ त ल त हेरौँ त कोही माया मानेर उठाउनु यार गाली गर्ने होइन गोरुलाई ल्याएर गोरु त्यो गोरुको एक काँध त आफूले देखायो यहाँ आउँछ त यो जुरो यहाँ छ त जुरै सत्य बोले यार त बुढा यहाँ छ त जुरै ठिकै र त कुरो त अब गोरुको त त्यहाँ पुग्छ के जुरो यहाँ छ कि ढिलामरी किसिमको अघि हजुरले देखाएको जे हो त्यही रहेछ यो जुरो यहाँ छ त ढिलामरी किसिम कुमा छ त भनेपछि यहाँ त आउनै पर्यो यहाँ आउनु पर्यो जुरो यहाँ माथि छ त मिस्टेकै बोलेर हुन्छ नि यार दाइ साई बोल्दा छन् मलाई पनि घरिघरि शङ्का लाग्थ्यो कि सबैको कमेन्ट पढ्दाखेरि घरिघरि त फेरि फुर्तिनी हानेको आउनु कि बुढाले भने जस्तो लाउनु कि घरिघरि त यहाँ आउँछ त गोरुको जुरो माने यार माने ढिलामरी किसिम ए यो पाडो गाड्ने यो रागो बनाउने नि भाइ यो 17-18 महिनापछि बन्छ रागो गतिले खुवाउनु भयो खुवाउन त जाडो छ त भाइ चिसो छ अहिले जेठ लाग्यो भने चिसो छ त अनि के छौ त नि चिसो भएपछि ज्याकेट लगाएर हिँड्नुपर्छ जे हलो आसी खुसी हुनुहुन्छ म खुसी छु भाइ एकदम खुसी हुनुहुन्छ गुरुङको छोरो बोलेपछि बोल्नुहुन्छ भन्ने कुरा 2 गते पोखरा आउँछ 2 गते पोखरा आऊ त्यसपछि गएर यता आउन अलिकति भट्ट पठाउनु पर्छ अब त्यो अब घर सोधौँला म पठाउँछु के म पठाउँछु अहिले त नभए पनि मैले पठाइदिन्छु केही भएन होइन अब उहाँलाई भेट्ने नि होला नि एकचोटि भेट्ने समय र परिस्थिति मिलाउनु पर्यो भाइ ल यो हलाले जोतेको देखाउनु पर्छ है होइन देखाउनुपर्छ कतिजना साथीले भनिसक्नु भएको छ यहाँ अम्बिका नारायण भनेपछि सबैले चिन्छन् हलले हिजै भनिसक्नु भयो तिम्रो हलाले पोहोर 4 बजे साउथ्यौ यो हलाले 3 बजे साउछौ यो हलो लानुपर्छ भन्नु त यो त मैले मेरो घर मात्रै जोत्दिम यसको टुक्रा यसको यो फुटेर टुक्रा पर्यो भने नि त्यो घडी एकजना साथी दिलबहादुर गाले 20 वर्ष भयो भन्नुहुन्छ नि यो त हजुरले राख्नु यो राख्छु जस्तो यो घडी पनि पार्साले आएको यो टुटे फुटे भने नि यिनका टुक्रा राख्छु मैले एउटा बाक्सा ल्याएर राख्ने बस के भाइ ल त ल ढिलामरी खिच्दै एकदम खुसी लाग्यो त आउनु ल होइन हजुरको यो बोली वचन साह्रै मन पराउनु भयो र सूर्य भाइलाई पनि धेरै धेरै धन्यवाद छ होइन हामी दुईटा दाजुभाइले यो भिडियोहरू के भने कृषकहरूलाई जागरण बनाइयो हाम्रो टन्डन अधिकारी के भन्नुभएको छ नि हजुरले उहाँले के भन्नुभएको छ भने अब त्यो ठाउँहरू कहाँ के कस्ता छन् मन्दिरहरू के कस्ता छन् विकासका कामहरू के छन् कहाँ के कस्ता अब त्यो समस्या छन् स्कुलमा के कस्ता समस्या छन् ती ठाउँहरूमा गएर हजुरहरूले अब त्यहाँ प्रमोसन गर्नु पर्यो होइन त्यसले गर्दा किनभने हामी त भाइरल हो कुनै किसिमका समस्याहरू भए कुनै किसिमका राम्रा कुराहरू भए होइन अब त्यहाँ थाप्ले छ माझुमन्जङ छ डरे देउराली छ थुम्राको जुरो छ मधुकुण्ड छ होइन यस्ता अब त्यहाँ देवी स्थानहरू छन् यस्ता विभिन्न धार्मिक ठाउँहरू छन् पर्यटकका ठाउँ छन् भिडियो बनाउनु पर्यो होइन अब तिनको